चल्न अर्ना बिसाए त्यसरी हुन त जानकारहरू कोशी बाढीका कारण अर्नाको संरक्षणमा कुनै प्रभाव नपरेको बताउँछन्। बाढी पश्चात अर्नालाई असर पारेको चाहिँ देखिएको छैन। अर्नाको बाढीले चाहिँ कुनै समस्या चाहिँ पारेन। त्यो बाढी आएको बेलामा त्यो जनावर त्यति बेलाको अवस्था हेर्दाखेरि त्यस्तो क्याजुअल्टीहरू पाइएको। आरक्ष संरक्षणको जिम्मा पाएका सरकारी निकायको लापरवाही, कोशीको तटबन्ध निर्माण गर्ने नाममा भएको मानवीय अतिक्रमण र स्थानीय बासिन्दाको लापरवाहीका बीचमा कोशी टप्पु वन्यजन्तु आरक्ष सङ्कटमा परेको छ। सुरक्षा निकायका अधिकारीहरू मुख्य शिकार इलाकामा पनि बस्दैनन्। स्थानीयवासीको अज्ञानताका कारण बिथोलिएको कोशी टप्पुको इकोसिस्टम कोशी कटानका कारण अझै बिग्रिएको छ। यो जुन नेचुरली हिसाबमा आउने बाढीले कोशीको वन्यजन्तु आरक्षको कुनै पनि उसलाई असर गरे आउँदैन। किनभने कोशीको एउटा ट्रेन नै बलिएको छैन, उसले अलिकति ट्र्याक चेन्ज गर्दा हिँड्ने हो। तर त्यहाँ हुने वन्यजन्तुहरूले चाहिँ आफूले अब यो कोशी कतातिर डाइभर्ट गरेर थाहा पाउँछ र उनीहरूले त्यो सेफ ठाउँ लिन्छ र वन्यजन्तु अब केही वनस्पतिहरू चाहिँ उसले कटान गरेर केही ढल्छ, केही ठाउँमा कहिले बगर हुन्छ, अर्को ठाउँ अर्को झारहरू हुन्छ। त्यो नेचुरल त्यसैले पनि कोशी टप्पु वन्यजन्तु आरक्ष सङ्कटमा छ र कोशी टप्पुको सङ्कटसँगै अर्नाको सङ्कट अझ गहिरिएको छ। क्यामेरामा अर्नाका सुन्दर दृश्यहरू कैद भइरहँदा हामीले अर्नाको संरक्षणका लागि कोही पनि जिम्मेवार नभएको पायौँ। भाग्य पनि भनिन्छ त्यो नेपालको कोशी टप्पुमा मात्र पाइन्छ र अर्को चाहिँ भनेको इन्डियाको आसामको कान्जिरङ्गा नेसनल पार्कमा पाउँछ। यदि यहाँबाट कोशी टप्पु वन्यजन्तु आरक्ष हट्ने हो भने त्यो अर्ना हेर्ने टुरिस्ट कहाँ जानुपर्छ भन्दाखेरि कान्जिरङ्गा नेसनल पार्क आसाम जानुपर्छ, इन्डिया। अर्को नेपालमै सबैभन्दा सजिलोसँग सुलभ तरिकाले एकै दिनमा धेरै चराका प्रजातिको अवलोकन गर्न सक्ने क्षेत्र पनि कोशी टप्पु हो र 196 प्रजाति एकै दिनको ट्रिपमा हेरेको रेकर्डसम्म पनि छ यहाँ। अब यदि यो कोशी टप्पु आरक्ष यहाँ रहेन र हट्यो भने त त्यो हेर्नलाई इन्डियाको भरतपुर बर्ड सेन्चुरीमा जानुपर्छ। ती टुरिस्टहरू त्यहाँ डाइभर्ट हुनुपर्छ। कोशी टप्पु सुनसान बन्दैछ, तर हाम्रा नीति निर्माता र प्रकृतिको संरक्षक भनाउँदाहरू राजधानीमा बसेर कोशी टप्पुका अर्नाको बारेमा नीति निर्माण गर्दैछन्। उनीहरूलाई सामान्य जानकारी समेत छैन जसरी कोशी टप्पु सङ्कटमा पर्दैछ। पूर्वमा कोशी टप्पु र पश्चिममा हाम्रो सरकार। संरक्षण नारा मात्रै भएको छ।